फाइनली गाइस आज चाहिँ म धानबारीमा आएको छु गाइस, बारीतिर आएको छु गाइस। हेर्नुहोस् है मजाले धान के भयो आज। धेरै अविरल वर्षाको कारण पानी खेतीपाती हाम्रो चाहिँ अलिक बिजोकै बनाएको। म देखाउने छु भिडियो तपाईँहरूलाई। वर्षा दिन लागेको खेती आज कस्तो ढलधरा नतना भएको छु गाइस। हामी चाहिँ होइन वर्षा दिनको खेती लागेको खै त गाइस। अब किसानले सिक्न नपाउने भएको छ गाइस पानीले गर्दाखेरि, अविरल वर्षाको कारण। हेर्नुहोस् जतातिर हेर्नुहोस्, सबैतिर हेर्नुहोस् है मजाले देखाउने छु तपाईँहरूलाई। सब धान लडेर बिजोग बनायो गाइस, बिजोग बनायो गाइस। बिजोग सखा बनायो पानीको कारणले। घाम कहिले लाग्ने, घाम लाग्यो त राम्रो हुन्थ्यो गाइस। यो बनायो धानबारी, हेर्नुहोस् लडेर यस्तो छ। पानी छ खेतमा, कटाउनु पनि मिल्दैन गाइस। पानीले गर्दा गाइस बिजोकै बनायो 3-4 दिनको पानीको लगातारले। अनि खरा गएर खेतमा पानी काट्दै हुनुहुन्छ किसानहरू। हेर्नुहोस् मजाले हेर्नुहोस्। यो कञ्चन कमल एक घेराबारीमा है यो चाहिँ गाइस। बर्बाद बनायो बर्बाद। तपाईँहरूकोतिर कस्तो बनायो? हाम्रोतिर चाहिँ यस्तो बनाएको छ।